धरणीधर कोइरालाको जन्म सन् 1992मा नेपालको सिन्धुली जिल्लाको तुम्जा गाउँमा भएको थियो। उनी आधुनिक नेपाली साहित्यका प्रारम्भिक सुधारवादी कवि मानिन्छ। उनले BA र BT सम्मको शिक्षा प्राप्त गरेका थिए र केही समय सैनिक शिक्षा पनि लिएका थिए। उनी दार्जिलिङको सरकारी विद्यालयमा शिक्षक तथा पछि प्रधान शिक्षकको रूपमा कार्यरत भए। समाजमा रहेका अन्धविश्वास, कुसंस्कार र खराब बानीहरू हटाउन उनले आफ्नो कविता मार्फत मानिसहरूलाई चेतना दिने प्रयास गरेका थिए। नेपाली भाषा, साहित्य र समाज सुधारका योगदान दिएका कारण उनी नेपाली साहित्यका महत्त्वपूर्ण कविहरूमध्ये एक मानिन्छन्। साहित्य सुधा कविता कवि धरणीधर कोइरालाले लेखेको एक अत्यन्त महत्त्वपूर्ण सुधारवादी कविता हो। यस कवितामा कविले साहित्य र कविताको महत्त्व अत्यन्त प्रभावशाली ढङ्गले प्रस्तुत गरेका छन्। कविताको पहिलो अनुच्छेदमा अति सुन्दर मानव जीवन यो, अझ सुन्दर पार्नु कसो गरी हो, गरी काव्य सुधार रसपान अरे, गर मानव जीवन सार्थक रे। यस अनुच्छेदमा कवि धरणीधर कोइरालाले मानव जीवनको महत्त्व र साहित्यको आवश्यकतालाई स्पष्ट रूपमा व्यक्त गरेका छन्। कविले मानव जीवनलाई अत्यन्त सुन्दर भनेका छन् किनकि मानिससँग सोच्ने, बुझ्ने र राम्रो काम गर्ने क्षमता छ। तर कविले यहाँ एउटा प्रश्न पनि उठाएका छन्, यो सुन्दर जीवनलाई अझ राम्रो र अझ अर्थपूर्ण कसरी बनाउन सकिन्छ भनेर। कविको विचारमा यसको उत्तर कविता र साहित्यमा लुकेको छ। उनले काव्य सुधा शब्द प्रयोग गरेर कवितालाई अमृतसँग तुलना गरेका छन्। जसरी अमृतले शरीरलाई शक्ति दिन्छ, त्यसरी नै साहित्यले मानिसको मनलाई आनन्द, शान्त र ज्ञानले भरिपूर्ण बनाउँछ। यसैले कविले मानिसलाई कविता पढ्न र साहित्यको रस ग्रहण गर्न आग्रह गरेका छन्। यदि मानिसले साहित्यको महत्त्व बुझेर त्यसको अध्ययन गर्छ भने उसको जीवन अझ राम्रो, ज्ञानपूर्ण र सफल बन्न सक्छ। यस अनुच्छेदको मुख्य सन्देश के हो भने साहित्यले मानव जीवनलाई सुन्दर, सुख र सार्थक बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ। कविताको दोस्रो अनुच्छेदमा न त झाँक्री, न वैद्य, न ज्योतिषीले उपचार गरिकन शान्ति दिने, मनोरोग निरोग गराइदिने, बुझ काव्य सुधा रस औषधि हो। यस अनुच्छेदमा कवि धरणीधर कोइरालाले साहित्य र जीवनको महत्त्व अझ स्पष्ट रूपमा बताएका छन्। कविले यहाँ झाँक्री, वैद्य र ज्योतिषीको उदाहरण दिएका छन्। सामान्य मानिसहरू रोग लाग्दा झाँक्री, वैद्य र ज्योतिषी कहाँ गएर उपचार गर्न खोज्छन्। तर कविले भन्छन् कि यिनीहरूले शारीरिक रोगहरू निको पार्न सक्लान्, तर मानिसहरूको मनको रोग भने पूर्ण रूपमा निको पार्न सक्दैनन्। यहाँ मनरोग भन्नाले मानिसहरूको मनमा हुने चिन्ता, दुःख, तनाव, लोभ, क्रोध र अन्य नकारात्मक भावनाहरूलाई जनाएको छ। यस्तो मानसिक पीडा हटाउनको लागि कविको अनुसार सबैभन्दा प्रभावकारी उपाय साहित्य र कविता मात्र हो। त्यसैले कविले काव्य सुधालाई औषधिसँग तुलना गरेका छन्। जसरी औषधिले रोग निको पार्छ, त्यसरी नै कविता र साहित्यले मानिसको मनलाई शान्त बनाउँछ, दुःखलाई कम गराउँछ र सकारात्मक सोचको विकास गराउँछ। यस अनुच्छेदको मुख्य सन्देश के हो भने साहित्य मानिसको मनलाई शुद्ध र स्वस्थ बनाउने एकमात्र महत्त्वपूर्ण माध्यम हो। तेस्रो अनुच्छेदमा सब कलमस नासी सुकाउँछ यो, मनमोद विनोद गराउँछ यो, दुःख दूर दूर पारी हटाउँछ यो, मन फुरफुर पारी नचाउँछ यो।
यस अनुच्छेदमा कवि धरणीधर कोइरालाले साहित्य र कविताले मानिसको मनमा पार्ने सकारात्मक प्रभावको वर्णन गरेका छन्। कविले भनेका छन् कि साहित्यले मानिसको मनमा रहेका कलंश अर्थात् खराब विचार र नकारात्मक भावनालाई नष्ट गर्छ। जब मानिसले राम्रो साहित्य पढ्छ, उसको मन शुद्ध र स्वच्छ हुन्छ। साथै कविताले मानिसको मनमा खुसी, आनन्द र मनोरञ्जन पैदा गर्छ। यसले मानिसको दुःख, पीडा र चिन्तालाई हटाएर मनमा हलुका र प्रसन्न बनाउँछ। कविका अनुसार साहित्यले मानिसको मनलाई यति आनन्दित बनाउँछ कि मन फुर्केर नाचे जस्तै खुसी हुन्छ। यसरी साहित्यले मानिसको जीवनमा सकारात्मक सोच, आनन्द र उत्साह ल्याउँछ। यस अनुच्छेदको मुख्य सन्देश के हो भने साहित्यले मानिसको मनबाट दुःख र नकारात्मक हटाएर सुखी र उत्साह प्रदान गर्छ। चौथो अनुच्छेद अथवा स्रोतमा झगडा तकरार चिनाउँछ यो, सब नीच र उच्च भुलाउँछ यो, अति उत्तम ज्ञान दिलाउँछ यो, मणितुल्य छ यो नलिने पशु हो। यस अनुच्छेदमा कवि धरणीधर कोइरालाले साहित्य र कविताले समाजमा ल्याउने सकारात्मक परिवर्तनको बारेमा बताएका छन्। कविका अनुसार साहित्यले मानिसहरू बीच हुने झगडा तकरार विवादलाई कम गर्छ। जब मानिसहरूले राम्रो साहित्य पढ्छन्, उनीहरूमा समझदारी यानि कि केही कुरा बुझ्ने क्षमता, सहनशीलता र राम्रो सोच विकसित हुन्छ। साहित्यले समाजमा रहेको नीच र उच्च अर्थात् भेदभाव पनि हटाउन मद्दत गर्छ। यसैले नै सबै मानिसहरूलाई सम्मान दृष्टिले हेर्न सिकाउँछ। साथै साहित्यले मानिसहरूलाई अध्ययन, महत्त्वपूर्ण र उच्च स्तरमा ज्ञान प्रदान गर्छ। कविले साहित्यलाई मणि अर्थात् बहुमूल्य रत्नसँग तुलना गरेका छन्। जसरी मणि अत्यन्तै मूल्यवान हुन्छ, त्यसरी नै साहित्य पनि मानिसको जीवनका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ। कविका अनुसार यस्तो बहुमूल्य ज्ञान र साहित्य ग्रहण नगर्ने मानिसहरू पशु जस्तै हुन्छन् भनेर भनेका छन्। यस अनुच्छेदमा मुख्य सन्देश के हो भने साहित्यले ज्ञान दिन्छ, भेदभाव हटाउँछ र समाजमा शान्ति तथा समानता ल्याउँछ। कविताको 5औं अनुच्छेदमा महजै छ मिठो, बहजै पार्छ पिठो, टहलाउँछ यो मनलाई छिटो, पढी भाइ सबै अब काव्य मिठो, मनमाझी गरौँ निज बुद्धि ढिटो। यस अनुच्छेदमा कवि धरणीधर कोइरालाले कविताको मिठास र यसको प्रभावबारे बताएका छन्। कविले कवितालाई महसँग तुलना गरेका छन्। जसरी मह अत्यन्तै मिठो र स्वादिलो हुन्छ, त्यसरी नै कविता पनि अत्यन्तै मिठो र मनमोहक हुन्छ। कविका अनुसार कविता पढ्दा मानिसहरूको मन चित्तै प्रभावित हुन्छ र राम्रो विचारहरू मनमा बस्न थाल्छन्। यसले मानिसहरूको मन शुद्ध बनाउँछ र बुद्धिलाई बलियो बनाउँछ। त्यसैले कविले सबैलाई आग्रह गर्दै भनेका छन्, हे भाइ, अब सबैले मिठो कविता पढौ। कविता पढेर आफ्नो मनलाई शुद्ध बनाऊ र आफ्नो बुद्धिले दृढ भएर शक्तिशाली बनाऊ। यस अनुच्छेदमा मुख्य सन्देश के हो भने कविता पढ्दा मन शुद्ध हुन्छ र बुद्धि बलियो बन्छ। 6औं अनुच्छेदमा मनलाई नमाझी हुँदैन अरे, मन स्वच्छ नभई सुख छैन भरे, मन शूल निवारण कारण यो, गुण काव्य सरी अरू के छ मिठो। यस अनुच्छेदमा कवि धरणीधर कोइरालाले मानिसको मन शुद्ध हुनको महत्त्व बताएका छन्। कविले भन्छन् कि यदि मानिसको मन सफा र शुद्ध छैन भने उसले साँचो सुख प्राप्त गर्न सक्दैन। त्यसैले मनलाई शुद्ध र स्वच्छ बनाउनु अत्यन्तै आवश्यकता छ।
यहाँ कविले साहित्य र काव्यलाई मनलाई सफा बनाउने माध्यमको रूपमा देखाएका छन्। कविता पढ्दा मानिसको मनमा रहेका खराब विचारहरू हटाउँछ र राम्रो सोच विकास हुन्छ। कविले मनसुल शब्द प्रयोग गरेर मनमा हुने सुख, चिन्ता र पीडालाई जनाएका छन्। उनका अनुसार यस्तो मानसिक पीडा हटाउने सबैभन्दा राम्रो उपाय साहित्य हो। त्यसैले कविले प्रश्न गर्दै भनेका छन्, कविता जस्तो मिठो र उपयोगी गुण अरू के हुन सक्छ र? यस अनुच्छेदको मुख्य सन्देश के हो भने साहित्यले मानिसको मनलाई शुद्ध बनाउँछ र दुःख तथा चिन्ता हटाउने मद्दत गर्छ। 7औं अनुच्छेदमा परपूर्व र पश्चिम उत्तरका अरू दक्षिणका कविता कृति वा कविता सरिता बीच हेलिनुपर्छ। लै अब त यस अनुच्छेदमा कवि धरणीधर कोइरालाले मानिसलाई संसारभरका कविता पढ्न प्रेरित गरेका छन्। कविका अनुसार ज्ञान प्राप्त गर्नका लागि केवल एउटा ठाउँ वा देशको साहित्य मात्र होइन, पूर्व, पश्चिम, उत्तर र दक्षिण सबै दिशाका कविताका कृति पढ्नुपर्छ। यहाँ कविता सरिता भन्ने शब्द प्रयोग गरेर कविले कवितालाई बग्ने नदीसँग तुलना गरेका छन्। जसरी नदी निरन्तर बगिरहन्छ त्यसरी नै संसारभरका कविहरूका कविता र साहित्य पनि ज्ञानको स्रोतका रूपमा निरन्तर फैलिरहेको हुन्छ। कविले मानिसहरूलाई यस ज्ञानको नदीमा डुबेर अध्ययन गर्न आग्रह गरेका छन्। यसरी विभिन्न कविताका कृतिहरू पढ्दा मानिसहरूको ज्ञान, विचार र दृष्टिको अझ फरकिलो हुन्छ। यस अनुच्छेदका मुख्य सन्देश के हो भने ज्ञान बढाउनका लागि संसारभरका कविहरूका कृति, साहित्य र कविताहरूको अध्ययन गर्नुपर्छ। 8औं अनुच्छेदमा अनि निर्मल ज्योति विकास गरी भरिमार्त भण्डार प्रकाश गरी मनका शुभ भाव अनेक थरी छरी जाति सुधार गराउ न डरी। यस अनुच्छेदमा कवि धरणीधर कोइरालाले साहित्यको माध्यमबाट समाज सुधार गर्ने सन्देश दिएका छन्। कविका अनुसार मानिसले साहित्य पढेर आफ्नो ज्ञान र बुद्धिको विकास गर्नुपर्छ। यहाँ निर्मल ज्योति भन्नाले शुद्ध ज्ञान र राम्रो विचारहरूलाई जनाएको छ। कविले भनेका छन् कि जब मानिसले ज्ञान प्राप्त गर्छ तब उसले आफ्नो मातृभाषा र साहित्यको भण्डार पनि उज्यालो बनाउँछ। यसले समाजमा राम्रो विचार, सकारात्मक भावना र नैतिकता फैलाउन मद्दत गर्छ। यसरी मानिसहरूले आफ्नो मनमा राम्रो विचारहरू अरूमा फैलाउँदै जाति र समाजको सुधार गर्नुपर्छ। कविले यो काम गर्न डराउनु हुँदैन भन्ने सन्देश पनि दिएका छन्। यस अनुच्छेदको मुख्य सन्देश के हो भने ज्ञान र साहित्यको माध्यमबाट समाज र जातिको सुधार गर्न सकिन्छ। कविताको अन्तिम अनुच्छेदमा नहीं त यस मानव जीवनको गति व्यर्थ छ, यो अकृतार्थ भयो। यस हेतु यहाँ विनती यहाँ यहीको विवकाव्य सुधा मधु मानव हो। यस अन्तिम अनुच्छेदमा कवि धरणीधर कोइरालाले आफ्नो अन्तिम सन्देश प्रस्तुत गरेका छन्। कवि भन्छन् कि यदि मानिसले ज्ञान र साहित्यको महत्त्व बुझे भने मानव जीवन व्यर्थ हुन सक्दैन। यसको अवस्थामा जीवनको उद्देश्य पूरा हुँदैन र जीवन अकृतार्थ बन्न सक्छ। त्यसैले कविले मानिसहरूलाई विनम्र आग्रह गरेका छन् कि उनीहरूले कविता र साहित्यको रस ग्रहण गर्नुपर्छ। यहाँ काव्य सुधा मधु भन्नाले कविताको अमृत जस्तो मिठो रसलाई जनाएको छ। कविको अनुसार साहित्य पढ्दा मानिसको ज्ञान बढ्छ,
मन शुद्ध हुन्छ र जीवन अर्थपूर्ण बन्छ। त्यसैले उनले सबै मानिसहरूलाई आग्रह गर्दै भनेका छन्, हे मानव, जीवनको अमृत रस पिऊ र आफ्नो जीवनलाई सफल बनाऊ। यस अन्तिम अनुच्छेदको मुख्य सन्देश के हो भने साहित्यले मानव जीवनलाई सफल, सार्थक र अर्थपूर्ण बनाउँछ। यस कवितामा कवि धरणीधर कोइरालाले साहित्य सुधा कविता मार्फत साहित्य र कविताको महत्त्व स्पष्ट रूपमा प्रस्तुत गरेका छन्। कविका अनुसार साहित्य मानवको मनलाई शुद्ध बनाउने, दुःख हटाउने र ज्ञान बढाउने महत्त्वपूर्ण माध्यम हो। यस कविताले मानिसलाई राम्रो साहित्य पढ्न, सकारात्मक सोच विकास गर्न र समाज सुधारतर्फ अघि बढाउने प्रेरणा दिन्छ। त्यसैले कविताको मुख्य सन्देश यही हो कि साहित्यको अध्ययन गरेर मानव जीवनलाई सुन्दर, सुखी र सार्थक बनाउन सकिन्छ।